हेलो एन्ड गुड मर्निङ साथीहरू। फेरि पनि आज नयाँ भिडियोमा तपाईँ सबैजनालाई हामी स्वागत गर्न चाहन्छौँ। आजको हाम्रो नयाँ भिडियोको टपिक रहेको छ हेमाटोक्सिलिन एन्ड इयोसिन स्टेन। सो अब टपिक इज हेमाटोक्सिलिन एन्ड इयोसिन स्टेन। एक्जाममा सोध्दा हामीले के कति लेख्नु पर्यो भन्ने टपिक। ल सुरु गरिहालौँ है। सबभन्दा पहिला हेमाटोक्सिन एन्ड इयोसिन स्टेन इज रुटिनली युज्ड स्टेन इन हिस्टोप्याथोलोजी, त्यो लेख्नु पर्यो इन्ट्रोडक्सनमा। 2-3 लाइन इन्ट्रोडक्सन लेख्नु पर्यो। लार्ज नम्बर अफ टिस्यु डेमोन्स्ट्रेट गर्न चाहिँ यो बेस्ड स्टेन हो, त्यही गरेर लिएको छ। इट इज बेस्ड अन द डेमोन्स्ट्रेसन अफ क्लियरली लार्ज नम्बर अफ डिफ्रेन्ट टाइप अफ टिस्यु अर डिफ्रेन्ट टिस्यु स्ट्रक्चर। हेमाटोक्सिलिन इटसेल्फ, हेमाटोक्सिलिन आफैमा चाहिँ कुनै स्टेन होइन, यो चाहिँ हेमाटिन प्रोडक्टबाट अक्सिडेसन भएर चाहिँ बन्ने हो। हेमाटोक्सिलिन इज इटसेल्फ is not a stain but its oxidation product hematin can be produced by the natural or chemical oxidation। यो चाहिँ लेख्दिनु पर्यो नेचुरल। तपाईलाई एक्जाममा टाइम छ भने यति लेख्नु पर्यो, टाइम छैन भने यो पनि नलेख्दा हुन्छ, नट अ बिग डिल। अनि यो चाहिँ के भन्छ एमसीक्यू को लागि याद राख्नु पर्ला। नेचुरल राइपेनिङद्वारा हामीले प्राप्त हुने हेमाटोक्सिलिन भनेको इर्लिच हेमाटोक्सिलिन र केमिकलबाट मेयर्स र ह्यारिस हेमाटोक्सिलिन है। यसपछि हामी अर्को कुरा सिधै प्रिन्सिपलतिर जान्छ। प्रिन्सिपलमा हेमाटोक्सिलिन र इयोसिन स्टेनमा चाहिँ के हुन्छ भने हेमाटोक्सिलिन चाहिँ एसिडिक स्टेन छ, किनकि हेमाटोक्सिलिन चाहिँ बेसिक स्टेन छ। त्यसले के गर्छ भने सेलको अथवा टिस्युको एसिडिक पार्ट जस्तै न्युक्लियसलाई चाहिँ स्टेन गर्छ। त्यस्तै इयोसिन चाहिँ के भन्छ एसिडिक स्टेन छ, यसले चाहिँ के गर्छ भने सेलको बेसिक पार्ट जस्तै साइटोप्लाज्मलाई स्टेन गर्छ। त्यही लेखेको थियो इन हेमाटोक्सिलिन इयोसिन स्टेन। Hematoxylin stains the acidic part of the cell, that is nucleus. So hematoxylin is called as nuclear stain, while eosin act as a stain that binds with the basic part of the cell, that is cytoplasm of the cell, staining pink। अब एक्जाममा हामी यति प्याराग्राफमा लेख्छौँ, तर चाहिँ एक्जाम चाहिँ चेक गर्ने मान्छेलाई त्यति फुर्सद हुँदैन तपाईको प्याराग्राफ पढेर बस्छ। त्यसैले हामीले एउटा यो लाइन पनि लेखिदिँदा खासै हामीले समस्या हुँदैन। हेमाटोक्सिलिन चाहिँ बेसिक डाइ हो, यसले चाहिँ एसिडिक पार्टलाई स्टेन गर्छ, र इयोसिन चाहिँ एसिडिक डाइ हो, यसले चाहिँ के भन्छ बेसिक पार्ट अफ द साइड सेललाई स्टेन गर्छ। अब हाम्रो चाहिँ रिक्वायरमेन्ट चाहिँ के छ यसमा? रिक्वायरमेन्ट भन्छ सबभन्दा मेजर भनेको ह्यारिस हेमाटोक्सिलिन इयोसिन। यस 20%, 80%, 90% र एब्सोल्युट अल्कोहल, डाइल्युट अमोनिया, वाटर र 0.5% हाइड्रोक्लोरिक एसिड। यसको र एसिटोन पनि कहीँ कहीँ युज हुन्छ। अब चाहिँ हामी आउँछ प्रोसिड्युरमा। यसको प्रोसिड्युर अलिकति लामो हुन्छ। यसको प्रोसिड्युरमा सबैभन्दा पहिला हामीले गर्नुपर्ने कुरा भनेको डिपाराफिनाइज हो। डिपाराफिनाइज हामीले स्मेयरलाई चाहिँ फ्लेममा राखेर त्यसलाई चाहिँ त्यसको प्याराफिनलाई पगालेर जाइनो वास गर्छौँ। त्यसलाई 2-3 पटक हामीले गर्नुपर्छ, 2-3 मिनटसम्म राख्छौँ। त्यो गर्नु भनेको डिपाराफिनाइज गर्नु। डिपाराफिनाइज भइसकेपछि त्यसलाई हाइड्रेट गर्नु पर्यो टिस्युलाई। सबभन्दा पहिला हाइड्रेसन गर्नको लागि के भन्छ डिक्रिजिङ कन्सन्ट्रेसन अफ अल्कोहलमा चाहिँ थ्रु अल्कोहलमा पास गर्नुपर्छ 30 to 60 सेकेन्ड इन इच गर्दै। सबभन्दा पहिला एब्सोल्युट अल्कोहलमा राख्ने, त्यसपछि 90%, त्यसपछि 80%, त्यसपछि 70% गर्दै डिक्रिजिङ कन्सन्ट्रेसनमा हामीले राख्दै जाने हो। त्यसपछि हामीले सबै स्टेन के भन्छ जुन सेक्सनमा जति यो अल्कोहल चाहिँ सबै ड्रेन गर्छौँ, र त्यसपछि हाम्रो सुरु हुन्छ स्टेनिङ। स्टेनिङ गर्दा सबभन्दा पहिला हामीले हेमाटोक्सिलिन स्टेन राख्छौँ, त्यो पनि 3 देखि 5 मिनट लाग्छ। त्यही लेखेको छ स्टेन द सेक्सन विथ हेमाटोक्सिलिन स्टेन फर 3 to 5 मिनट। त्यसपछि हामी के गर्छौँ 5 मिनटपछि त्यसलाई वास गरिदिन्छौँ ट्याप वाटरमा। ट्याप वाटरमा वास गरिसकेपछि त्यसलाई हामी क्विकली 0.5% हाइड्रोक्लोरिक एसिडमा पास गर्छौँ। त्यही गरेर क्विकली डिप द स्लाइड इन एन्ड आउट इन 0.5% हाइड्रोक्लोरिक 0.5% हाइड्रोक्लोरिक एसिडमा हामीले इन एन्ड आउट गर्दै पास गर्नु पर्यो। त्यसपछि हामीले त्यसलाई 30 to 60 सेकेन्ड वाटरमा रिन्स गरेर ट्याप वाटरमा रिन्स गरेर निकाल्नु पर्यो। त्यसपछि हामीले डाइल्युट अमोनिया वाटरमा सेभरल टाइम्स डिप गर्नु पर्यो ताकि बुलिङ एजेन्टको रूपमा काम गर्छ। डाइल्युट अमोनिया वाटरमा राख्नु पर्यो। त्यसपछि फेरि हामीले त्यसलाई ट्याप वाटरमा वास गर्नुपर्छ, वास इट इन ट्याप वाटर एन्ड देन रिन्स इन 95% अल्कोहल। त्यसपछि 95% अल्कोहलमा पनि युज गरिन्छ अथवा कहीँ कहीँ एसिटोनमा पनि गरिन्छ। हामीले लेख्दाखेरि 95% अल्कोहल नै लेख्ने हो है। यदि त्यसपछि हामीले इयोसिनमा राख्ने हो, इयोसिनमा राखिराख्नु पर्छ। इयोसिनमा तलमाथि गर्दै राख्ने हो, 10 to 60 सेकेन्ड राख्ने हो इयोसिनमा। त्यसपछि हामीले स्टेनिङ सोलुसन चाहिँ ड्रेन गर्ने। स्टेनिङ सोलुसन राखिसकेपछि हामीले यसलाई फेरि अब डिहाइड्रेट गर्नुपर्ने हुन्छ। डिहाइड्रेट गर्नको लागि इन्क्रिजिङ कन्सन्ट्रेसन अफ अल्कोहलमा
फेरि 3 to 60 सेकेन्डसम्म राख्छौँ, त्यही लेखेको छ डिहाइड्रेट द स्लाइड बाइ प्लेसिङ इन इन्क्रिजिङ कन्सन्ट्रेसन अफ अल्कोहल द्याट इज 70% to 95% एन्ड 2 चेन्जेस अफ एब्सोल्युट अल्कोहल फर 30 to 60 सेकेन्ड इन इच। त्यसपछि हामीले त्यसलाई 2 पटक जालीमा राख्नुपर्छ 30 देखि 60 सेकेन्डको लागि, त्यही लेखेको छ प्लेस द स्लाइड ट्वाइस इन जाइलिन फर 30 to 60 सेकेन्ड। 30 to 60 सेकेन्ड ड्रेन द एक्सेस जाइलिन एन्ड माउन्ट इन द डिपिएक्स मिडियम विथ कभर स्लिप। त्यसपछि हामीले त्यसलाई कभर स्लिपमा माउन्ट गरेर राख्ने हो। अब चाहिँ हामीले हेर्ने भनेको रिजल्ट। अब रिजल्टेन्टमा के हुन्छ, न्युक्लियसलाई चाहिँ ब्लू कलर दिन्छ, साइटोप्लाज्मलाई चाहिँ पिङ्क कलर दिन्छ। हामीलाई हेमाटोक्सिन र इओसिन स्टेन सोध्दा यति मात्रै लेख्नु पर्छ। तर कहिलेकाहीँ के गर्छ भने क्वेसनमै रिएजेन्ट प्रिपरेसन अथवा स्टेन प्रिपरेसन भनेर पनि सोधिदिन्छ। अब त्यो रिएजेन्ट प्रिपरेसन र स्टेन प्रिपरेसन सोधिदिएको छ भने हामीले यो पार्ट लेख्नु पर्यो, सोधेको छैन भने हामी लेख्नु पर्दैन। अब हामी चाहिँ हेरिस हेमाटोजालिनको प्रिपरेसनको बारेमा कुरा गर्न गएछौँ। सबैभन्दा पहिला हामीले 1 ग्राम हेमाटोक्सिलिन लिनु पर्यो र त्यसलाई 10 ml अफ 95% इथेनोलमा मोटा र पिस्टल भनेको खल र ओखली के भन्छ नेपालीमा, खलै भन्छ होला सायद, खल र ओखलीमा राखेर मिलाउने हो। त्यसपछि त्यसलाई 20% अमोनियम र पोटासियम आलम युज गर्नुपर्छ। सबैले थाहा नै होला आलम के छ है, आलम युज गर्नुपर्छ त्यो पनि, र त्यसमा 200 ml अफ हट डिस्टिल्ड वाटर पनि राख्नुपर्छ। सरी बाई मिस्टेक, 200 ml अफ हट डिस्टिल्ड वाटरमा 20 ग्राम आलम चाहिँ मिक्स गर्नुपर्छ। त्यसपछि जुन हामीले यो ए सोलुसन र बी सोलुसन बनायौँ नि, त्यो दुवै सोलुसन चाहिँ एउटा तातो त्यो त्यही एउटै भाँडामा मिक्स गर्नुपर्छ। त्यो पनि कन्स्टेन्ट स्टियरिङ गर्दै त्यसलाई बोइल गर्नुपर्छ एकछिन। त्यसले लेखेको छ मिक्स सोलुसन ए एन्ड बी वाइल हट एन्ड ब्रिङ क्विकली टु बोइल विथ कन्स्टेन्ट स्टियरिङ गर्दै त्यसलाई बोइल गर्नुपर्छ। त्यसपछि त्यसमा 0.5 ग्राम मर्क्युरिक अक्साइड राखिन्छ। त्यसपछि फ्लेमलाई हटाइन्छ, रिमुभ द फ्लेम एन्ड कुल एज ऱ्यापिडली एज पोसिबल विथ युज अफ रनिङ ट्याप वाटर युज गर्दै सक्दो छिटो त्यसलाई कुल गर्नु पर्यो। त्यसपछि त्यसलाई फिल्टर एन्ड स्टोर इन अ एम्बर कलर बोटल एन्ड दिस स्टेन इज स्टेबल एट रुम टेम्परेचर फर सेभरल मन्थसम्मको लागि त्यो स्टेबल हुन्छ। त्यसपछि अर्को हामीले हेर्ने भनेको इओसिन सोलुसन हो। इओसिन सोलुसनमा यसमा 1 ग्राम इओसिन सोलुसन लिन्छ र 80 ml अफ डिस्टिल्ड वाटरमा पहिला मिक्स गरिन्छ। त्यसपछि त्यसमा 320 ml अफ 95% इथेनोल एड गरिन्छ। त्यसपछि त्यसमा 0.4 ml ग्लासियल एसिटिक एसिड राखिन्छ र यसलाई फिल्टर गरेर स्टेबल रुम टेम्परेचरमा राखिन्छ, जो महिनौसम्मको लागि स्टेबल हुन्छ। हामीले यति लेखे हेमाटोक्सिन र इओसिन स्टेन बहुत ज्यादा होइन, त्यति योभन्दा बढी दिमाग लगाउनु पर्दैन। हस्त धन्यवाद। हेरिदिनु यो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। साथीहरूले चाहिँ अब अर्को चाहिँ अब हाम्रो हिस्टोप्याथोलोजी लगभग 1-2 दिनमा सकिन्छ। त्यसपछि हामीले के अर्को सुरु गर्ने भन्ने कुरा पनि कमेन्ट गरिदिनु होला। बाँकी हेर्नु त लास्टसम्म कोही हुनुहुन्न अहिलेसम्म, आई नो भेरी वेल। तैपनि धन्यवाद सबैजनालाई।